आज धराको टुप्पोबाट यसरी भित्रेछ धराको टुप्पो मान्छे यस्तो गरी भिड हुँदो रहेछ बाहिर भित्र यहाँ लिफ्टको व्यवस्था पनि रहेछ यहाँ तलतिर हेर्दाखेरि यस्तो देखिन्छ फेरि सुन्दरको पार्कहरू यसरी देख्न सक्नुहुनेछ धराको यहाँ माथि पनि अझै एक तल डेढ तल जति अग्लो बाहिर यसरी भिड हुँदो रहेछ रेलगाडी आज त सोमबार होला सायद सोमबारको दिन यस्तो भिड हेर्नुहोस् धराको सुन्दर त्यहाँ टुडी खेल यसरी देख्न सक्नुहुन्छ टुडी खेल यता भटेपालपट्टि यो सुन्दरको त्यो देब्रेपट्टिको बिल्डिङ यसरी देख्न सक्नुहुन्छ यहाँ हावा पनि राम्रै चल्दो रहेछ हावाले नै डराउला भन्ने पनि कता कता डर चाहिँ लाग्यो मलाई यस्तो भिड बाहिर भित्र सबै ठाउँ मान्छे चाहिँ यो माथि पनि जति पनि पठाउँदो रहेछ धेरै हुने गरी नि सायद यहाँ लिमिटेडले पठाउनु पर्ने होला मेरो विचारमा लिमिटेडले पठायो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्यो मलाई चाहिँ यहाँतिर भित्र यस्तो पनि रहेछ छतकै लेभल यस्तो गाडहरू हुनुहुन्छ लिफ्टमा 6 जना भन्दा बढी चढ्न मनाइ छ लिफ्टमा 6 जना भन्दा माथि चढ्न नमिल्ने रहेछ लिफ्टको पनि सुविधा रहेछ झर्ने र उक्लनलाई लिफ्टको पनि सुविधा एकदम म चाहिँ अब हिँडेरै भरे चढेरै आएको हो माथि 5.5 मिनट लाग्दो रहेछ भनेर एकजना साथीले भन्दै हुनुहुन्थ्यो म सँगसँगै आएको 5.5 मिनट चाहिँ फटाफटी हिँड्दा पनि भर्याङ चढेर आउँदाखेरि 5.5 मिनट लाग्दो रहेछ भन्ने कुरा पनि बुझ्यो अहिलेलाई चाहिँ म एक राउन्ड यो छतमा म एक राउन्ड गरिसकेँ अब म धेरै बेर यहाँ बस्दिनँ यस्तो अग्लो ठाउँमा धेरै बेर टिकिरहन चाहिँ मलाई मन लागेन अब म हिँडेरै तलतिर जानेछु अहिलेलाई भिडियो यति नै गरौँ।